र त्यसमा आफ्नो भ्यूजहरु राख्दै लजिकल आर्गुमेन्ट्सको साथमा तपाईहरुलाई के लाग्छ भन्ने कुराको आन्सर दिनुपर्ने हुन्छ। बीए एलएलबी को एन्ट्रान्स एक्जामको नोटिस त आइसकेको छ, तर के पढ्ने, एक्जाममा क्वेशन कस्तो आउँछ भन्ने क्वेशन तपाईहरुलाई पक्कै होला। आज त्यही विषयमा कुरा गरौँ है त। बीए एलएलबी को क्वेशन प्याटर्न कस्तो हुन्छ भने यसको फर्स्ट सेक्सन भनेको अब्जेक्टिभ क्वेशन्स। यसमा तपाईहरुलाई 30 वटा अब्जेक्टिभ क्वेशन्स आउँछ, जसमा तपाईहरुको टाइम चाहिँ 30 मिनेट्समा 30 वटै क्वेशन कम्प्लिट गरिसक्नु पर्ने हुन्छ। सेकेन्ड पार्ट भनेको सब्जेक्टिभ क्वेशन्स। यसमा तपाईहरुलाई एउटा लङ क्वेशन गर्नुपर्ने हुन्छ, जसमा तपाईहरुलाई दुईटा क्वेशन दिएकोमा एउटा छानेर गर्न मिल्छ र यसको टोटल मार्क्स 20 मार्क्सको हुन्छ। थर्ड तपाईहरुको सर्ट क्वेशन। यसमा तपाईहरुलाई 4 वटा क्वेशन मध्ये 3टा अटेम्प्ट गर्नुपर्ने हुन्छ, जसको इच 10 मार्क्स गरेर टोटल 30 मार्क्सको हुन्छ। र नेक्स्ट पार्ट भनेको क्रिएटिभ राइटिङ। यसमा तपाईहरुलाई एउटा ठुलो प्याराग्राफ दिएको हुन्छ र त्यसमा आफ्नो भ्यूजहरु राख्दै लजिकल आर्गुमेन्ट्सको साथमा तपाईहरुलाई के लाग्छ भन्ने कुराको आन्सर दिनुपर्ने हुन्छ। यसको टोटल चाहिँ 300 वर्ड्स लेख्नुपर्ने हुन्छ र लङ क्वेशन, सर्ट क्वेशन र क्रिएटिभ राइटिङ गरेर तपाईहरुलाई 2 आवर्स 30 मिनेटको टाइममा कम्प्लिट गर्नुपर्ने हुन्छ। यही क्वेशन प्याटर्नलाई लिएर एन्ट्रान्स गुरुले इन्ट्रोड्युस गर्दैछ मक टेस्ट, जसमा तपाईहरुले सेम क्वेशन प्याटर्नमा टाइम पनि म्यानेज गर्दै आफूले अटेम्प्ट गर्न सक्नुहुन्छ। आफू एक्जामको लागि कतिको प्रिपेयर्ड छु भनेर जान्न सक्नुहुन्छ। त्यसको लागि आजै डाउनलोड गरिहाल्नुस् एन्ट्रान्स गुरु। डेली ₹99 पर्ने प्याक र वीकली ₹299 पर्ने प्याकलाई सब्स्क्राइब गरेर आफ्नो तयारीलाई अझै सबल बनाउनुहोस्।